सबैजनालाई नमस्ते भन्न चाहन्छु। मेरो नाम चाहिँ सपना रुकाए। एउटा स्वास्थ्यकर्मीको नाताले म चाहिँ हजुरहरूलाई रुगाखोकीको बारेमा केही कुराहरू भन्ने गइरहेको छु। कृपया अन्त्यसम्म ध्यान दिएर साथ दिनुहोला। रुगाखोकीहरू चाहिँ 5 वर्ष मुनिको बच्चाहरूलाई हुने एकदमै कमन इन्फेक्सन हो। यो चाहिँ जुनसुकै मौसममा पनि भइदिन्छ। अब गर्मी मौसममा पनि हुने गर्छ, जाडो मौसममा पनि हुने गर्छ। रुगाखोकी हुने बित्तिकै त्यस्तो आत्तिहाल्नु पर्ने चाहिँ केही छैन होइन। यो भिडियोको अन्त्यमा हजुरहरूलाई चाहिँ कस्तो कस्तो अवस्थामा बच्चाहरूलाई चाहिँ हस्पिटल लैजाने भनेर पनि भन्ने नै छु। अब रुगाखोकीको बारेमा चाहिँ सुरु गरौँ होइन। हाम्रो चाहिँ कस्तो छ भने एउटा बच्चालाई चाहिँ अब सामान्य रुगाखोकी लाग्यो भने पनि हामीहरू चाहिँ एकदमै आत्तिहाल्ने होइन। अनि त्यो औषधिहरू किनेर चाहिँ हामीले कफ सिरपहरू किनेर बच्चालाई चाहिँ खुवाइहाल्छौँ कि छिटो सन्चो होस् भनेर। कृपया त्यस्तो बिल्कुल नगर्नु होला होइन। अहिले थुप्रै अनुसन्धानहरूले भनिरहेका छन् हामीले चाहिँ 6 वर्षभन्दा मुनिको बच्चाहरूलाई स्पेसल्ली 6 वर्षभन्दा मुनिको बच्चाहरूलाई चाहिँ कफ सिरपहरू चाहिँ नदिनु होला भनेर भनिरहेका छन्। हामीले यस्तो औषधिहरू भन्दा पनि सुरुमा होम रेमेडीतिर जानु चाहिँ बेस्ट हुन्छ भन्छु म चाहिँ। हजुरहरूलाई होम रेमेडीहरू मैले थाहा पाएको जति यहाँ भन्ने नै छु होइन। 1 नम्बरमा रहेको छ हाम्रो सर्सोको तेलमा हामीले यो लसुन हुन्छ नि, लसुन चाहिँ फुडाउन अझै त्योभन्दा अझै गरम गराउनु छ भने हामीले ज्वानो चाहिँ हालेर फुडाउन सक्छौँ। त्यो हाम्रो बच्चाको यस्तो हातको पन्जाहरूमा र हाम्रो चाहिँ खुट्टाको पैतालाहरूमा लगाइदिन सक्छौँ। त्यसले बच्चाहरूलाई एकदमै राहत दिन्छ। 2 नम्बरमा रहेको छ जाइफल होइन। जाइफल हुन्छ नि, त्यसलाई चाहिँ हामीले थोरै पानीमा घोट्ने होइन। पानीमा घोटिसकेपछि चाहिँ हामीले बच्चाको यता हाम्रो यो हातको यो हाम्रो पन्जाहरू हुन्छ नि, यसको हातको पन्जाहरू र हाम्रो चाहिँ खुट्टाहरूमा खुट्टाको पैतालाहरूमा चाहिँ लगाइदिने। त्यसपछि हामीले उनीहरूलाई चाहिँ हामीले हातमा अब पन्जाहरू र खुट्टामा चाहिँ सक्सहरू लगाएर राखिदिने होइन। जसले गर्दा एकदमै बच्चाहरूलाई न्यानो प्रदान गर्छ र रुगाखोकीबाट पनि एकदमै रिलिफ गरिरहेको हुन्छ होइन। त्यसपछि हामीले बच्चालाई नाजल ड्रप्सहरू पनि दिन सकिन्छ होइन। नाजल ड्रप्स भनेको चाहिँ नुन पानीको घोल अथवा चाहिँ हामीले नर्मल स्लाइनको चाहिँ हामीले ड्रप्सहरू चाहिँ बच्चालाई दिइन्छ होइन। हामीले चाहिँ नाकमा एक थोपा हालिदिनुपर्छ। नाजल ड्रप्सले चाहिँ बच्चाहरूलाई कति पनि असर चाहिँ पार्दैन होइन। अर्को रहेको छ हनी मह होइन। हाम्रो गाउँघरमा पाइने ताजा हाम्रो नेचुरल मह हुन्छ नि, त्यो महलाई जुन हाम्रो मनतातो पानी हुन्छ त्यो मनतातो पानीमा एक चम्चा मह चाहिँ 3 टाइम हालेर खाने। त्यसले पनि रुगाखोकीबाट बच्चाहरूलाई एकदमै राहत दिन्छ र महले चाहिँ ताकत पनि दिन्छ। हाम्रो त्यो हनीमा एन्टिअक्सिडेन्टहरू पाइन्छ, भिटामिन्सहरू पाइन्छ, मिनरल्स र एमिनो एसिड्सहरू चाहिँ पाइन्छ। अर्को चाहिँ हामीले बच्चाहरूलाई स्टिमको चाहिँ प्रयोग गर्न सक्छौँ र ह्युमिडिफायरको पनि प्रयोग गर्न सक्छौँ। त्यो हामीले चाहिँ कोठाको एउटा कुनामा राखेर त्योबाट बच्चाहरूलाई भाप दिन सकिन्छ। र अर्को भनेको हामीले बाथरुममा गएर हट सावरहरू अन गर्ने, त्योबाट निस्केको जुन हाम्रो बाफ हुन्छ नि, तातो बाफहरू, त्यो चाहिँ आफूले पनि लग्ने र बच्चाले पनि लग्छ। त्यसले पनि एकदमै रिलिफ गर्छ होइन। त्यो हाम्रो चाहिँ हट सावरले एकदमै हेल्प गर्छ। अर्को छ मोस्ट इम्पोर्टेन्ट होइन, यो ब्रेस्ट फिडिङ होइन। ब्रेस्ट फिडिङ चाहिँ एउटा प्रत्येक बच्चाहरूको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ होइन। WHO विश्व स्वास्थ्य सङ्गठनको अनुसार हामीले एक्सक्लुसिभ ब्रेस्ट फिडिङ चाहिँ 6 महिनाको बच्चाहरूलाई चाहिँ एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउनुपर्छ। हामीले चाहिँ पहिला 2 घन्टाको फरकमा ब्रेस्ट फिडिङ गराउनु भन्ने थियो भने अहिले चाहिँ हामीले बच्चाहरूको चाहिँ डिमान्ड अनुसार हाम्रो सानो बच्चाले चाहिँ कतिचोटि ब्रेस्ट होइन खान खोज्छ, आमाको दुध खान खोज्छ, त्यही अनुसारले चाहिँ हामीले डिमान्ड अनुसार ब्रेस्ट फिडिङहरू चाहिँ गराउनुपर्छ बच्चालाई। अझै रुगाखोकी लागेको बेलामा चाहिँ बच्चाहरूलाई चाहिँ फ्रिक्वेन्टली ब्रेस्ट फिडिङ गराउनुपर्छ। यस्तो धेरै ब्रेस्ट फिडिङहरू चाहिँ नगराउने, तर हामीले चाहिँ अलिकति छोटो टाइममा हामीले ब्रेस्ट फिडिङहरू चाहिँ बच्चालाई गराउनुपर्छ होइन। अर्को रहेको छ नेबुलाइजेसन होइन। नेबुलाइजेसनलाई लास्टमा भन्नको कारण चाहिँ के छ भने हामीले डक्टरको रेकमेन्डेसनमा मात्रै नेबुलाइजेसनको चाहिँ प्रयोग गरिन्छ होइन। त्यही भएर नेबुलाइजेसनलाई चाहिँ लास्टमा राखेको हो होइन। यो स्टिम इनहालेसनको तुलनामा चाहिँ नेबुलाइजेसन चाहिँ अझ एकदमै इफेक्टिभ हुन्छ। यसले चाहिँ रुगाखोकीबाट एकदमै इन्स्ट्यान्ट रिलिफ गर्छ होइन बच्चालाई।
अहिलेसम्म चाहिँ हामीले रुगाखोकीको घरेलु उपायहरूको चाहिँ कुरा गऱ्यौँ होइन। अब चाहिँ हामीले कस्तो कस्तो अवस्थामा हामीले बच्चाहरूलाई चाहिँ हामीले डक्टरहरूसँग चाहिँ लग्न सकिन्छ त होइन भनेर कुरा गर्नेछौँ। हाम्रो चाहिँ रुगाखोकी नर्मली रुगाखोकी हाम्रो 1 हप्ता जतिमा सन्चो हुन्छ होइन, 5-7 दिनमा चाहिँ सन्चो हुन्छ। तर 5-7 दिन गइसक्दा पनि हाम्रो बच्चालाई रुगाखोकी सन्चो भएन होइन, एकदमै उसले खोकिराखेको छ, उसलाई चाहिँ श्वास प्रश्वासमा एकदमै गाह्रो भइराखेको छ होइन। उसको चाहिँ ओठहरू र नङहरू एकदम निलो निलो भएको छ र उसले चाहिँ कोखा हानिरहेको छ भने होइन, कोखा हानिरहेको छ, उसलाई चाहिँ दुध खान पनि गाह्रो भइराखेको छ भने यस्तो यस्तो बेलामा चाहिँ हामीले डक्टरसँग लग्नुपर्छ। नजिकैको चाहिँ हामीले डक्टर अस्पताल होइन, या त हामीले बच्चाहरूको बालरोग विशेषज्ञसँग गएर चेक गराउनु पर्ने हुन्छ। र आउँछ हाम्रो चाहिँ सिरपहरूको औषधिहरूको कुरा। औषधि चाहिँ हामीले डक्टरको रेकमेन्डेसनमा मात्रै हामीले औषधि दिने बच्चाहरूलाई, जथाभावी औषधि बिल्कुल नदिने। यति भन्दै आजको यो मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद सबैजनाले हेरेर साथ दिनुहोला। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, जसले गर्दा चाहिँ मलाई अन्य भिडियोहरू गराउन पनि एकदमै मोटिभेट गरोस्।